चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड शारदा नगरपालिका 3 सल्यान र लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल बीच चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडबाट सदस्यहरूले लिएको ऋणको भाका नागेको ऋणको सावा र ब्याज वसुलीका लागि तफसिल बमोजिमका बुदाहरूमा दुवै पक्षले कार्यान्वयन गर्ने गरी सल्यान जिल्लाको चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडसँग मात्र द्विपक्षीय सम्झौता गरियो। द्विपक्षीय सम्झौता कार्यान्वयनका बुदाहरू। बुदा नम्बर 1, सदस्यले लिएको ऋणको भाका नागेको सावा ब्याज वसुली गर्नका लागि चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड र लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयुक्त टोली बनाई सम्बन्धित ऋणीको घरमा गई भाका नागेको सावा र ब्याज वसुली गर्ने र भाका नागेको ऋण सदस्यको ऋण वसुली भएमा त्यसको रेकर्ड संस्थाले त्यसको अभिलेखीकरण संस्थाले राख्ने। 2, भाका नागेका ऋणी सदस्यले तोकिएको समयमा ऋण नबुझाई भाका नाग्न गई संस्थाको वित्तीय अवस्थामा प्रभाव पर्न गएमा वा संस्थाको जोखिम बेहोर्ने कोषमा भार बढ्न गएमा र ऋणीले संस्थाको ऋण व्यवस्थापन असुली कार्यविधि 2081 अनुसार तोकिएको समयमा लिएको ऋणको सावा ब्याज भुक्तानी नगरेमा सहकारी ऐन 2074, सहकारी नियमावली 2075, कर्णाली पट्टे सहकारी ऐन 2074, कर्णाली पट्टे सहकारी नियमावली 2080, संस्थाको विनियम 2079, संस्थाको ऋण व्यवस्थापन र असुली कार्यविधि 2081 अनुसार कालो सूचीमा राख्न सकिने र ऋणी सदस्यले दिएको चेक बाउन्स गर्न सकिने र ऋणीले ऋण दिँदा राखेको धितो लिलामी गरी ऋण वसुली गर्नका लागि धितोले नपुगे ऋणी तथा एका घरका परिवारका सदस्यको जायज तथा अचल सम्पत्तिबाट ऋण वसुली गर्न सकिने। 3, चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका विभिन्न सदस्यता सेवा केन्द्रबाट ऋण लिई भाका नागेका ऋणी सदस्यहरूले ऋण लिई भाका नागेको ऋणको सावा र ब्याज तिर्न लगाउनका लागि मिति 2082 2 महिना 3 गतेका दिन सल्यान जिल्ला शारदा नगरपालिका वडा नम्बर 2 खलङ्गा सल्यानमा पत्रकार सम्मेलन गर्ने र यसलाई पत्र पत्रिका सामाजिक सञ्जाल र युट्युबमा प्रचार प्रसार गर्ने। 4, 2078 माघ 1 देखि लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल बीच को आन्दोलन भएदेखिको पाकेको ब्याजमा केही प्रतिशत ब्याज र हर्जाना संस्थाको निर्णय अनुसार द्विपक्षीय सहमतिको आधारमा छुट गर्न सकिने। 5, संस्थाको नियम अनुसार भाका नागेका ऋणी सदस्यको ब्याज भुक्तानी गरी नयाँ ऋण बनाउन चाहेमा पुनः ऋण लगानी गर्न सकिने र ऋणले यसमा उल्लेखित सुविधा लिनका लागि लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको सदस्यता लिई सक्रिय भएको हुनुपर्ने। अनि उहाँहरूको सदस्य भएको का लागि यो सुविधा हो र त्यस्ता सदस्यको रेकर्ड लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले उपलब्ध गराउने। सुविधा लिनका लागि लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आन्दोलनलाई सहयोग गरेको व्यक्ति हुनुपर्ने र अन्तिम चरणमा वितरण गरेको कार्ड मासिक लेबी बुझाएको र लघु वित्त वित्तीय संस्थाको विरुद्धको कार्यक्रममा भाग लिएको हुनुपर्ने भनेर उहाँहरूले प्रस्ताव राख्नु भएको छ। 7, आबद्ध सदस्यहरूको धितो लिलाम कालो सूची चेक बाउन्स फिर्ता केही समयका लागि रोक्ने। यदि ऋणीले संस्थाको नियम अनुसार नचलेमा ऋणको सावा ब्याज भुक्तानी नगरेमा सहकारी ऐन 2074, सहकारी नियमावली 2075, कर्णाली प्रदेश सहकारी ऐन 2074, कर्णाली प्रदेश सहकारी नियमावली 2080, संस्थाको विनियम 2079, संस्थाको ऋण व्यवस्थापन र असुली कार्यविधि 2081 अनुसार कालो सूचीमा राख्न सकिने र ऋणी सदस्यले दिएको चेक बाउन्स गर्न सकिने। ऋणीले ऋण दिँदा राखेको धितो लिलामी गरी ऋण वसुली गर्नका साथै धितोले नपुगे ऋण तथा एका घरका परिवारका सदस्यको जायज तथा चल सम्पत्तिबाट ऋण वसुली गर्न सकिने। 8, नेपालको संविधान 2072 नेपालको संविधान 2072 र मुलुकी ऐन संहिता 2074 र सहकारी ऐन 2074, सहकारी नियमावली 2075, कर्णाली प्रदेश सहकारी ऐन 2074, कर्णाली प्रदेश सहकारी नियमावली 2080, संस्थाको विनियम 2079, संस्थाको ऋण व्यवस्थापन र असुली कार्यविधि 2081 अनुसार संस्थालाई कार्य
गर्नुपर्ने। 9 भाका नागेका ऋणी सदस्यहरूका ऋण असुलीको लागि दुई पक्षीय टोली जाँदा दिनको 10 बजेदेखि 5 बजेसम्म मात्र फिल्डमा जाने। भागा नागेको ऋणी सदस्यको घरमा जाँदा दुई पक्षीय संयुक्त टोली संस्थाको नियमअनुसार जाने। 11 चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले आफ्ना शेष सदस्यहरूलाई वित्तीय साक्षरता विस्तारित मञ्च तालिम बैठक सञ्चालन गर्ने तथा आयोजना गर्ने र त्यसको निश्चित खर्चको व्यवस्थापन संस्थाले बिहोर्ने र संस्थालाई वित्तीय साक्षरता तथा विस्तारित मञ्च तालिम बैठकको उपस्थिति तथा अपिलीकरण प्रतिवेदन तयार गरी सम्बन्धित सदस्यता सेवा केन्द्रले मुख्य कार्यालयमा पेश गर्ने गरी हामीले 11 वटा बुदामा द्विपक्षीय सम्झौतामा चाहिँ हस्ताक्षर गरेका छौं। यो संस्थाको तर्फबाट धनबहादुर नेपाली अध्यक्ष चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड फतेबहादुर पुन मगर पुनर्स्थापना विभाग प्रमुख तथा कर्णाली प्रदेश इन्चार्ज र वरिष्ठ उपाध्यक्ष लघु वित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल बीच चाहिँ द्विपक्षीय सम्झौता गरेका छौं। यसरी हामीले यो चेतना सामाजिक उद्यमी सहकारी संस्थाको विशेष गरी भागा नागेको ऋण असुली र ब्याज असुली गर्नका लागि हामीले लघु वित्त वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँघरमा यो संघर्ष समितिमा नलागेका व्यक्तिहरू पनि त्यो कुरा सुनेर उहाँहरू चाहिँ पर्खिनु भएको छ। उहाँहरू लयमा लाग्नु भएको छ कि नेपाल सरकारले हामीले खाएको ऋण हामीले लिएको ऋण चाहिँ बिना हुन्छ, हामीले ऋण तिर्नु पर्दैन, हाम्रो ऋण चाहिँ सबै सरकारले तिर्दिन्छ। उहाँहरू ढुक्क हुनुहुन्छ। तर यो पैसा चेतना सामाजिक उद्यमी सहकारी संस्थाले लगाएको ऋण भनेको तपाईहरुले सदस्यले लिएको ऋण भनेको विशेष गरी तपाईहरुकै पैसा हो, तपाई हाम्रै पैसा हो। यसमा तपाईहरुले जम्मा गरेको खाई नखाई लगाएको खाई नखाई जम्मा गरेको 10 20 50 रुपैयाँ तपाईहरुले मासिक जम्मा गरेको 500 मासिक जम्मा गरेको पैसाबाट हामीले लगानी गरेका छौं र त्यही पैसा तपाईहरुलाई लगानी गरेका छौं। आज एकजना दिदी, एकजना दाइ, एकजना भाइ, एकजना बुवा आमाले चाहिँ आफूले लिएको ऋण समयमा तिर्नु भएन भने त त्यो पैसा चाहिँ तपाई हाम्रो पैसा त्यो चाहिँ भागा नागेको कर्जामा परिणत हुन जान्छ र संस्थालाई भार वहन क्षमता बढ्न जान्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो लिएको रकम यहाँहरूले आजसम्म जे जसरी हिजोसम्म जे जसरी हामीले चाहिँ गर्यौं, आजसम्म जे जसरी चलिरहेका छौं र आगामी दिनमा हाम्रो संस्थाबाट लिएको विशेष गरी चेतना सामाजिक उद्यमी सहकारी संस्थाबाट हाम्रा शेष सदस्यहरूले लिएको कर्जा, लिएको ऋण, तोकिएको भागा नागेको ऋण सामा ब्याज चाहिँ यहाँहरूले भोलिका दिनमा जसरी हुन्छ विस्तारै कर्मशका रूपमा चाहिँ यहाँहरूले तिर्नुहुनेछ। लघु वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपाल हामी बुटोलदेखि जन्मायौं। जसरी सुरुवात गुलिबाट गरे पनि विधिवत रूपले हामी बुटोलदेखि सुरुवात गरेका थियौं। अहिले 40 महिनाको दौरानमा भन्नुपर्दा अहिले जसरी म आधा नेपालको जिम्मा लिएर संगठन विस्तार गरे र पूर्वी नेपालमा मैले विहोलित गर्नु, अहिले हामी आन्दोलनमा हुम्यौं। अहिले पनि हाम्रो आन्दोलन जारी छ काठमाडौँमा र सल्यान जिल्लामा मैले हेर्ने बेला म सल्यान जिल्लामा जन्मेको मान्छे, सल्यानवासी, मेरो साथी धनबहादुर नेपाली, उहाँ हामी पहिल्यैदेखि सँगसँगै डुल्ने, घुम्ने, खाने, खेल्ने गरेको हुनाले र उहाँले मलाई भेट्नु भएको थिएन। म प्रायः जसो ७४ जिल्लामा पुग्ने क्रममा यो जिल्लामा आफू जन्मेको जिल्लामा कार्यक्षेत्र लिएर आउन सकेन, अन्तबाट पठाइयो। सधैँ अन्तबाट इन्चार्ज पठाउने र भाँट भैलो गर्ने समस्या आउने यो स्थिति आइसकेपछि जाउँ त एक चरण कर्णाली प्रदेश के छ अवस्था भनेर म आउने क्रममा यो जसरी यदि कपुरकोटमा चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडको शाखा हुने थिएन भने मलाई यो विषयमा अध्ययन गर्न पाउने थिएन होला।
त्यहाँ संस्थाको कार्यालय भएको कारणले र मेरो घर पनि त्यही भएको कारणले मैले अध्ययन गर्न पाएँ र अवस्था नाजुक अवस्था देखिसकेपछि ल के छ त जसले हो सङ्घर्ष समितिले तिमीहरूलाई ऋण नतिर्नु भनेर रोकेको छ हामी दिन्न। अहिले मैले यसो हेर्छु सबैले जताकतै जानकारी गरियो। श्रीनगरमा पनि मैले जानकारी गरेँ। किन भन्दाखेरि श्रीनगरका जनता हामी नेताभन्दा धेरै चलाक छन्। मैले के भनेर गर्छु भने अवसरवादी नेता यता भयो भने ठ्याक्कै उता भने ठ्याक्कै त्यो भइदिएपछि मैले जानकारी गरेका थिइनँ। सिधै मानसिंहलाई मैले जानकारी गरेका छैन किनभने उहाँ केन्द्रीय सदस्य म केन्द्रीय वरिष्ठ उपाध्यक्ष जो गर्छु म इन्चार्जको हैसियतले म यहाँ गर्न सक्छु नि। र मोइनराम सर र जसरी हाम्रो सङ्घर्ष समितिको संरक्षकज्यूसँग सल्लाह भएर यो कार्यक्रम गरिरहेछ। अहिले त हाम्रा सदस्यहरूले सुविधा पाउने सम्बन्धमा के छ त्यो हामीसँग सम्पर्क राख्नु होला। हामी प्रत्येक ठाउँ गाउँमा जानेछौँ किनभने को हो त सङ्घर्ष समितिको शत्रु। अहिले हाम्रो नाममा फाइदा उठाएर ऋण रोक्ने र सहकारीलाई डुबाउने त्यसलाई पनि चिन्नु छ नि। त्यसको लागि मैले यो ठुलो सङ्घर्ष लिएर आएको छु। र को फटाएछ जनता को लोकवित्तीय संस्था फटाएछ। अब प्रत्येक जनतालाई सजग बनाएर अगाडि बढाएर हाम्रा जो बन्द भएका ढोकालाई खोल्नको निम्ति र हामी अगाडि बढ्नको निम्ति आर्थिक कारोबार गर्नको निम्ति चेतना सहकारी संस्थालाई म लग्दैछु। र म आफै जाँदैछु कि म मिसन 84मा चुनाव लड्नको निम्ति म जनतासँग त चिन्जान हुनेछ नि। अवसर पनि आउनेछ। राम्रा गुण नराम्रा गुण हाम्रा गुण किन चिन्नको निम्ति म त्यसरी जाँदैछु। हाम्रा सबै शेयर सदस्यहरू हुनुहुन्छ तपाईँको संस्थामा हाम्रो उसमा। अहिलेसम्म मैले त चिनेको छु नि देशैभरिका मान्छेहरूको टौक्का गरेर आन्दोलनमा को कति खट्यो को खटेन कसले दुःख पायो कसले पाएन कसले लगानी गर्यो कसले गरेन त्यो विषय मलाई टोटल थाहा छ। अहिले त्यति हुँदा अहिले हाम्रो माइती घर मण्डलामा आज पनि धरना कार्यक्रम चलिरहेको छ। र हिजो मात्रै सर्वोच्च अदालतमा हाम्रा सङ्घर्ष समितिका साथीहरूले दिदीबहिनीहरूले सुन्नु होला है। नयाँ कुरो म भन्दैछु तपाईँ फेरि यहाँ रुसको फेरि रुसको भाग्ने हुने छैन है। कस्तो छ भने अब लघुवित्तीय संस्थाका सम्पूर्ण नेपाल बैंकर समिति भन्नेलाई हामीले सर्वोच्च अदालतमा हिजो मुद्दा दर्ता गरेका छौँ। किनभने तिनलाई एकैचोटि जरैदेखि हामी पाल्दैछौँ। आन्दोलन ठोकिरहेछ। यहाँ त जो आन्दोलनमा जान्न जो काठमाडौँको नाक मुही देखेका थियो उसैले सङ्घर्ष समिति सदस्य अरे त्यो कार्ड लिएर मात्रै सदस्य हुन्छ। काम गर्नलाई त अगाडि बढ्न निम्ति त काम पनि त गर्नु पर्यो। त्यो भएर आज हामी जसरी सहज तरिकाले तपाईँहरूलाई बोलाएका छौँ हामी बसेर गर्नेछौँ र सदस्यहरूसँग सुविधा के कस्तो त्यसको क्यापाबिलिटी हेरेर हामी यो गर्नेछौँ। अब तपाईँहरू को पीडित हो को होइन त्यो पनि अब राम्रोसँग यो जिल्लाका मान्छेहरू म चिन्न पाउने अवसर पाएको छु। र जबसम्म यो संस्थालाई सल्यान जिल्लाको एउटा नमुना संस्थाको रूपमा विकास गर्नेछौँ। किनभने हामी अब देशलाई शेष भएका नेताहरू चाहिँ तपाईँहरू संस्था चलाएका मान्छेहरू सबै हुनुहुन्छ। हामी एकजुट भएर जानेछौँ। र यति मलाई धेरै त होइन अहिलेसम्म 15-20 जनाको प्रेसर आएको छ है। तैँले नगर तँलाई कसले के हो तल जहिले पाइले केन्द्रीय सदस्य त माथि फर्काउँछ। अब म त भोलि त राष्ट्रिय सदस्य हुने होला नि। छन् यहाँ 2-4 जना रहेछन् यही आसपासमा। किन त म सिङ्गल लडे पनि ठिकठाक पार्ने मान्छे हो। म डराउनु सबभन्दा पहिलो लडाइँ त उहाँ दिपेन्द्र मेरो परेको थियो। आज धेरै पछि एकदम राम्रो हुने भयो। र अब झन् कार्यक्षेत्रमा सँगसँगै जान पाउने भयो। धेरै खुसी लाग्छ। र अब प्रत्येक दिदीबहिनीहरू अब शासन यहाँबाट गरे जति आउनु भएको छ लघुवित्तीय संस्थाको कुनै व्यक्ति कोही कर्मचारी गयो भने खुट्टा भाँचेर पठाउनुहोस् भनेर आदेश गरे त 40 महिना भइसक्यो। कसैका भाँच्न सक्नु भएको छैन। अब भाँच्नुहुन्छ किनभने निर्देशन बैठक बसेर त निर्देशन गरिसकेका छ। अब आज पनि मैले निर्देशन गरेँ यस्ता जो
फटाहा नेपालको संविधान 2072 र मुलुकी 2074 नमान्ने ती अवसरवादी तिनी जो संस्थाका कर्मचारी भएर गएका छन् तिनको भाषा हरेक कुरो मैले बुझेको छु। तिनीहरूलाई ठिक गर्नुपर्छ र हाम्रो सहकारी संस्थालाई स्थापित गरेर अगाडि बढ्नुपर्छ। किनभने हामी स्थापित मान्छे खेल्दैन के गर्ने हामी बाध्य भएर अब लगानी तपाईँ अगाडि बढाउनुहोस्, 10वटा पालिकामा कार्यक्षेत्र राख्नुहोस्, त्यस पछाडि यहाँहरूले ऋण लगानी गरिदिनु गयो त जनताले पैसा पाउँछ, कारोबार चल्छ। किन लौकिते संस्था खोज्छ? हामीले मार्नै पर्दैन पनि आफै पनि भाग्छन्। यो कुरो पनि मैले बुझेको छु। यो पछिसम्मको चिज भएर अरू कुखुरालाई कसरी हेरिया हुन्छ त्यो आधारमा हामी त्यसरी योजना बनाएर म हिँडिया छु। तर यो पूर्ण स्थापना के हो त सङ्घर्ष समितिको भन्ने विषयमा जो दुखी पीडित छन् तिनीहरूलाई न्याय दिलाउने, आर्थिक न्याय होला, सामाजिक न्याय होला, यो दिलाउने र फटा जो छन् तिनीहरूलाई अन्त्य गर्ने हाम्रो कार्यनीति र रणनीति हो। अहिले कतिपय दिदीबहिनीलाई पहिला नदिनु भन्यो भने मैले सहकारी संस्थाको पैसा भनेको जनताबाट उठाएको हो र त्यो लगानी गर्ने पैसा नपुगेछ उहाँहरूले बैङ्कबाट ऋण ल्याएर लगानी गरेको हो। हामीले यिनी जनताहरूलाई मार्नुहुन्न, उनीहरूको बचतलाई पनि दिनुपर्छ, हरेक कुरो ऋण दिनुपर्छ भने कोही कतै कागजमा मात्र देखाएको छु मैले त्यस्ता हो कि कानुनी कारबाही पनि पर्ने तिनीहरू त्यस्ता मान्छेहरू छन्। अब तिनीहरूलाई हामी चक्कर फटेवाज उनको 250 ग्रामले कति चलाउन सक्छ त्यो चलाउला। अनि किनभने उहाँहरूलाई सजिलो होला, तिनीहरूको लागि लामो टाइम राखिदिउँला, त्यस पछाडि कसरी तिर्न सक्नुहुन्छ। अब उत्पादन क्षेत्रमा नि कसरी लाग्ने त्यो पनि मैले एउटा प्लान गरेको छु। जापानको कम्पनीसँग सम्झौता गरेको छु। हामीले उत्पादन गरेको चिज लग्ने फ्रान्स देशमा पठाउने पनि म उहाँ कोर्डिनेसन गर्दैछु। यो भावना तपाईँहरू आत्तिनु पर्दा हामी ऋण लगानी गर्छौँ, उत्पादन गर्छौँ, आम्दानी खान्छौँ र जसरी दिनुपर्ने त्यो हामी दिनेछौँ। र अब धेरै कुरा किन गर्नु जसले सही तरिकामा काम गरेको छैन। अझ मलाई अध्यक्षसँग अघि 2-3वटा मान्छेले फोन गरेको छ र अहिले तपाईँ आफू मर्ने खेलो त गर्दै हुनुहुन्न भनेर बैनाम सरले भन्नुभएको थियो। म मर्ने खेलो गरेँ भने अर्कालाई मारेर मर्ने खेलो गर्नु, तर आफू मर्ने खेलो गर्दैन। तर हामी अब हात बाँधेर बस्नेवाला छैनौँ। आर्थिक लगानी पनि गर्दै जान्छौँ। हामीलाई पनि ऋण चाहिएको छ, हामीले पनि तिर्नु छ। कति दिन राम्रो नदिने भोलि हाम्रा छोराछोरीले पढेको छ, पढ्ने खर्च चाहिएला। हामीले त केही कल कारखाना खोल्नु पर्ला, हामी मिलेर गरौँला, हातमा हात काँधमा काँध मिलाएर जाउँ। जे समस्या जसरी आउँछ त्यो हल गरेर छोड्ने क्लियर हामी अघि बढ्ने भनेर जसरी सम्झौता गरिएको छ। यो सम्झौतालाई हाम्रा जो 7वटा ब्रान्चमा बढ्ने कर्मचारी दिदीबहिनी दाजुभाइ हुनुहुन्छ उहाँहरू पनि हामीसँग कोर्डिनेसन गरेर हामी फिट कहाँ समस्या छ त्यहाँ जानेछौँ। र उता अब हामी रहँदासम्म तपाईँहरूलाई सहयोग गर्नेछौँ। किनभने यो सहकारितापछि सबै धेरै समस्या रहने हो नि। त्यो भएर हामी फिल्डमा भोलिदेखि खट्नेछौँ र यहाँ जसरी हाम्रा सङ्घर्ष समितिका सदस्यज्यूहरू पनि आउनुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र यहाँ जसरी चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका कर्मचारी सबैलाई पनि म धन्यवाद दिन चाहन्छु। किनभने एक अर्कामा चिन्जान गर्ने अवसर र सहयोग गर्ने अवसर पाइएको छ। जसरी हामी यहाँ बसेर अनुशासित तरिकाले हामी बसेर सम्झौता गरेर त्यो सम्झौतालाई कार्यान्वयन गर्ने पक्षमा अनुशासित तरिकाले संयम भएर हामी अगाडि बढ्नेछौँ भन्दै आजको यो पत्रकार सम्मेलनमा केही 2-4वटा कुरा राख्ने अवसर पाएँ र म अहिले बिदा हुन चाहन्छु। जय सङ्घर्ष, नमस्कार। चेतना सरकारले हामीलाई बुझेको छ नजिकको काम होइन। जसरी हामीलाई ऋण चाहियो भनेर कसको दिदीबहिनीको पनि सुन्नु। अब जसरी
छैन मैले त्यसको कारण छ अब सबै मिलेर अब जस्तै अब कसरी अब हामी अब विपन्न परिवार कोही यो मध्येमा दिदी बहिनीहरू हुनुहुन्छ त्यसलाई मैले अब यो चेतना सहकारी सरहरूले हेरिदिनु भन्ने अनुरोध गर्दैछु र अब हामी अब जसरी हामी अब यो सम्झौता भएको छ दुई बिचमा सम्झौता भएको छ त्यसरी नै हामी अब तिर्ने बाचा गर्दैछौँ र अब यो जस्तै भाका लागेको मैले यो कुरा अब बुझ्न चाहेँ जस्तै यो भाका लागेको अब कसैको अब 1 करोड दिन लागेको छ हाम्रै दार्मामा जस्तै अब 8 लाख दिएको कसैको 14 लाख लागेको छ यो कसरी हो तिर्ने मैले अब यति बुझ्न चाहेँ दिनको बारेमा किन सरहरूले धेरै कुरा गर्नुभयो अन्य अन्य ठाउँमा धेरै दिन अब भागा नागेको रहेछ हाम्रो समूहमा हाम्रो गाउँमा हाम्रो यही बैलारामा हाम्रो समूहमा अहिलेसम्म त्यस्तो भागा राखेको नागेको ऋण नतिर्ने त्यस्तो केही छैन हामीले त सदुपयोग रूपले तिरेका छौँ र राम्रो काम गरेका छौँ किनभनेपछि हामीले विश्वासका साथ हिजो हामी चुलो चौको भित्तैमा हामी कुञ्जेला थियौँ भने धनबहादुर सरले हामीलाई आएर एकदम जानकारी दिनुभयो हिजो चुलोबाट अब अलिक बाहिर झर्ने सिकाउनु भयो बाहिरबाट अलिक घरै बाहिर हिँड्ने सिकाउनु भयो हामीलाई एकदम खुसी लागेको छ हामी बोल्न भन्न नजान्ने मान्छेलाई आफ्नो नाम पनि बोल्न नजान्नेलाई हामीले कुनै ठाउँ गएर गएर हामीले आफ्नो सदस्य पद पनि भन्न जान्दैनौँ आफ्नो नमस्ते गरेर आफ्नो नाम सुधा हामीले भन्न जान्दैनौँ भने आज हामी यस्तो मञ्चमा आएर मेरो शब्द बोल्ने अवसर पायौँ र यो बोल्न सिकाउने हाम्रो धनबहादुर सर हुन्छ उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँ हाम्रो अग्रज पनि हुनुहुन्छ र उहाँ हाम्रो एउटा अभिभावक पनि हुनुहुन्छ उहाँले हामीलाई आज ठुलो चौकोदेखि बाहिर हिँड्न घुम्न सिकाउनु भयो हामी यही चेतनाबाट धेरै हामी उदार भयौँ उत्तम भयौँ आज हामीले यस्तो दिन देख्ला भन्ने सोचेका थियौँ देख्यौँ धेरै धेरै खुसी छौँ अझै पनि आउने दिनहरूमा हामीले यो समयलाई छोड्ने पनि छैनौँ र हामीले गलत रूपले हेर्ने पनि छैनौँ अब चाहिएको अथवा जम्मा गरेर पैसा मागे पनि लिए पनि तर पनि हामी यो समयलाई छोड्ने छैनौँ हामी नियमित रूपले बचत गर्नेछौँ राम्रो परिवार अगाडि बढ्नेछौँ हामीलाई एकदम सबैभन्दा मलाई खुसी के लाग्छ हाम्रो धनबहादुर सरले हामीलाई ठुलो चोखोबाट निस्केर हाम्रो श्रीमानहरूबाट हाम्रो घर परिवारहरूबाट सबैबाट हामीलाई वञ्चित थियौँ हामी आज पनि खुल्ला हुन पायौँ एकदम मलाई त्यही नै खुसी छ एउटा कुरा हामी हिजोको दिनमा हामी कहाँको अक्षर नजाने मान्छेले आज हामीले यिनी समूहका पासबुक हेरेर यिनी गानाहरू गाउन सिक्यौँ आफ्नो परिचय दिन सिक्यौँ बाहिर आएर 2-4 शब्द बोल्न सिक्यौँ यो पनि धेरै खुसी लाग्छ अझै पनि हामी धनबहादुर सरको साथ हामीले कहिले पनि छोड्न छैनौँ र हामी उहाँले भनेअनुसार हामी अघि गइनेछ हातमा हात साथमा साथ गरेर हामीले साथ दिनेछौँ यति भन्छु म यहाँबाट गरिसक्दैन जुन यो हामीलाई धनबहादुरले गराउनु भयो नि यो धेरै राम्रो छ जुन एकदम राम्रो छ हाम्रो यो फलङ्गामा हाम्रो एकदम राम्रो छ एउटा मैले सुनेको कुरा किन भन्नु छ भने जुन यो लघुवित्त थियो नि लघुवित्तले यस्तो पैसा खाएर भाग्यो भने हाम्रो दिदीबहिनीलाई धेरैलाई भनाउनु परेको छ एउटालाई कतिलाई भनाउनु परेको छ कति होइन हामीले दिदीबहिनीलाई होइन लघुवित्त हाम्रो यो हुँदै होइन लघुवित्त पैसा यस्तो हिँड्दा मिलाउँदा हामीले कति दिदीबहिनीलाई भन्छौँ हामी कति गाउँमा गएकोलाई नि भन्छौँ त्यस्तो सधैँ छैन हाम्रो समूह पनि छैन हामीलाई धेरै सहयोग छ यसलाई हामीलाई धेरै राम्रो छ अझ पनि राम्रो होस् भन्दै राम्रो गर्नु होला भन्दै यति भन्दै भन्दैछ धेरै ठाउँमा दिदी गर्नुहोस् धेरै
होला। हामी दिदीबहिनीले गर्दाखेरि अगाडि बढ्यौँ, हामी दिदीबहिनीले गर्दाखेरि यो राख्ने हो। अनि एउटाले गर्दाखेरि धेरैको असर पर्छ, धेरैको नाम नजानेको, त्यसमा धेरैको असर हुने भयो, धेरैलाई नराम्रो भएको यो समुद्र हेर्नु लगेर दिएन, सरकारले पनि दिएन भन्ने आउँछ हामीलाई। ती मेरो कुरा त्यही हो। अब हजुरहरूको सुन्नमा कस्तो छ त्यस्तै राम्ररी हामीले जस्तै हामीले चलाउँछौँ त्यस्तै गरेर हजुरले पनि चलाइदिनु होला। मेरो यो शब्द यहाँ मेरो बहिनीहरू सधैँ अन्त्य गर्छ जस्तो लाग्छ। दिदीबहिनीहरूलाई पूर्ण आशीर्वाद छ। यो त भयो ऋणता दिनुभयो हाम्रा चेतना विद्याले अब भनौँ दिनुभयो 7,000 नआउने 9,000को बिहा गर्ने यो अधिकार नआउनु सक्छ होइन। 7,500 7,000 9,000को बिहा भइयो। मलाई नगरी सुनाउनु होला। अब भन्दा भन्दै त्यो तिनले क्षमता पनि भएन, घरमा पनि दिदीको अवस्था भइदियो, त्यहाँ लकडाउनले पनि भ्रष्ट बनायो। त्यहाँ पनि मेरो क्षमतालाई भयो, यहाँसम्म आइयो। त्यसपछि अब यो मणिराम कुमारजीले अब जनतालाई एउटा भेला बनाएर भन्नुभयो। उहाँले दिएको त्यसको शास्त्रमा निकाली खाद्य हुन्छ नाच्य त्यसो भए लैलै लाग्यो कि के गरियो धेरैसम्म अब जनता धेरै काम गर्नु भाउने काम हो। त्यहाँसम्म हामीले गरेको पैसो ल्याएपछि दिएको ल्याएपछि आजभोलि क्लियर हुन्छ। त्यो गर्ने हामीलाई क्षमता त्यतै पठाउनु भयो। आज आएर यो भाव भित्र आउँदा आज तिर्नुपर्छ, खाजा त तिर्नुपर्छ, खाजा त तिर्नुपर्छ भन्ने आयो हो। उहाँले अब कसरी हामीलाई ल्याउनु भयो, आज जल्दी बस्नु सक्नुहुँदैन र त्यही नै हो। 7.5 लाख ल्याएन 9 लाख बिहा किने गरिबी त डुब्यो, यहाँनिर डुबेको 7.5 लाख 9 लाख अहिले त्यहाँ त अलि झगडै जाने जस्तो लाग्यो। कसरी हो क्या हो अलि अपराध पनि भइएन, त्यही हो त्यो त्यस्तो भएको छैन। नहोस् भनेर हामी जानकारी सदस्यहरूलाई धेरै जानकारी दिन्थ्यौँ र वास्तवमा केन्द्रबाट हामीलाई यस्तो अहिले यस्तो पत्रकारले यस्तो भयो है भनेर परेको छैन हामीलाई। र बल्ल भएका दिदीबहिनीहरूले राम्रोसँग नडराएर जसरी लग्नु भएको त्यसरी ऋण बुझाइदिनु होला। छोरी दिने जति हुन्छ उहाँलाई फिर्ता पठाउनु होला। र हामीलाई कसरी काम भएको घर गएर उहाँले हामीलाई दिनुभएको थियो, हामी पनि उहाँलाई किताब दिएर सुनेर हामीले उहाँलाई त्यसरी खाली हातमा पढ्न गरिब हुने दिएर पढ्न हामी सक्ने हो। फेरि हामीले फेरिबाट ऋण हामीलाई चाहियो भने उहाँले दिलाउनु सक्ने पैसाको लागि र हाम्रो ऋण हाम्रो समयबाट मैले हाम्रो रिक्वेस्ट यसमा खुसी छौँ। अब हामीलाई सदन जिल्लामा रहेको सामाजिक सरकारी संस्थाले गरिएका काम र यो आजका मिटिङसँग जिल्ला सामाजिक सरकारी संस्थाका 9वटा शाखा छन्। यी 9वटा शाखामा हामीले तपाईँको 10,000 भन्दा बढी सदस्यहरू बनाएका थियौँ। त्यसमा धेरै ऋणी सदस्यहरू हुन्छ। ऋणी सदस्यहरू कतिपय हामीलाई विसर्ग भएको छ, कतिपय सदस्यहरू आफ्नो आर्थिक कमजोरी भएर यहाँ सदन समितिको कुरा सुनेर हो उहाँले हामी यो निर्णय नआउदासम्म हामी फिर्न सक्दैनौँ भन्ने कुरा भइरहेको छ। यो फिर्ता जानेबाट हामीले केसम्म बुझेका छौँ भने अब सरकारले निर्णय गर्छ, हामीले चाहिँ तिर्नु पर्दैन भनेर उहाँले तिर्नु भएको छैन। अब हाम्रो सम्झौताले के भन्छ भने होइन खाएको पैसा तिर्न पर्छ, ऋण ल्याएको पैसा तिर्नै पर्छ भन्ने कुरालाई मध्यनजर गर्दै अब सदस्यहरूबाट कस्तो कुरा आएको छ भने अब हामीले तिर्छौँ भन्ने कुरा गर्नुभएको भएको छ। यसबाट हामी खुसी छौँ भन्दै बिताउँछु। म चेतना समिति सरकारी संस्था सदस्य सेवा को बजेट विधायक यहाँ सबैलाई नमस्कार। चेतना समिति सरकारी संस्थामा विगत 2002 साल पौष 1 गतेदेखि काम गर्दै गर्दा
को अनुभव गर्नेको कुरामा राख्न गइरहेको छु। जुन सर्वशिक्षाहरूमा फलात्मक अघि पहिला भयो जहाँ समष्टि उत्पादन भएपछि ऋण निर्माण हुन ऋण हाम्रो किन आउँछ भन्ने मान्यता धनात्मक रूपमा एकदम विकसित हुँदै गयो। विकसित हुँदै जाँदाखेरि आखिर नियमको विरुद्ध किन्नुपर्छ भन्ने उद्देश्यले कमलाले नियमितता दिँदा पनि यसको निजोड ननिश्चिततासँग हामी तिनमा सकेर भनेर सदस्यहरूको जवाब आउँदाखेरि अहिले जिल्ला समिति सदस्य जिल्लाको एकदमै स्थानीय सरकारी भाग हुँदा भएको हुँदा केही संलग्नतामा यहाँहरू उपलब्ध तथा संस्कृतिको समस्यामा आबद्ध सदस्य र आफ्नो सरकारीमा आबद्ध सदस्यहरू भएको क्रममा केही संलग्नतामा केही सुविधा पाउने संलग्नमा चाहिँ उहाँहरू केही सुविधा भएको छ। यो चाहिँ मिलाउनै पर्छ। ढिलो काम कुरा हो कि उनीहरूलाई कारणवश परिस्थितिले बेग्लै मोडले होला। कारणवश चाहिँ कोभिड-19 महामारीले पनि आर्थिक सङ्कट आयो। त्यसै गर्दा कारणले गर्दा अब आर्थिक सङ्कटकै कारणले गर्दाखेरि अब यो परिस्थिति बढ्न गएको र संस्कृतिको कारणले गर्दा होला। अब यसमा चाहिँ समुदायले र अघि समुदायमा आदि आफ्नैदेखि आर्थिकता चाहिँ प्रयोग गरेको छु। यहाँलाई सहजीकरण गरेर के कसरी